भएको थियो त त्यतिखेर जम्मा हेलिकप्टर चढेर सेनाको हातमा चाहिँ प्रभु मलाई बचाइदियो भन्दाखेरि कहाँ गएको थियो त त्यतिखेर महेश पाण्डे किन बचाउन आएन त केपी ओलीलाई किन भाग्यो त स्विच अफ गरेर मोबाइल भन्ने हल्ला आइरहेछ नि त किन भाग्यो के कारणले भाग्यो अब भनिरहेछ कि केपी ओलीलाई छोएर त देखा म हात काट्दिन्छु भनिरहेछ त्यो त उसको त एउटा भनाइ नै हो भने उसको चाहिँ मैले भनेन नालीमा रहने किरालाई फुलबारीमा ल्याएर सजाउँछु भनेर हुँदैन भनेर मैले अघि नै प्रश्न दिइसकेको छु यो जुन फाल्गुन 21 गतेको चुनाव हुन्छ कि हुँदैन यति मात्र भनिदिनु फागुन 1 गतेको चुनाव हुँदैन तपाईहरु हुन दिन्न हुन्न हामी हुन दिन्न हैन कि हामी दिने हैन कि यो जबसम्म सबै एउटै टेबलमा बसेर एउटा देशलाई ढिक्सर्स ननिकालुन्जेल चुनाव हुँदैन मान्छे एमाले हुन्छ एमाले मान्छे बन्न सक्दैन भने यही हो उदाहरण जस्तै उदाहरण चाहिँ म उहाँलाई नै दिन्छु गर्ने काम गर्ने मान्छेलाई 5 दिन काफी छ भनेर त्यही प्रधानमन्त्रीले बोल्नु भएको यथावत छ सत्य हो तर हामीले 35 दिन त दिइसक्यो त उहाँलाई खोइ त अहिलेसम्म त्यो गरेर भएको एकजना समात्नु भएको छ अहिलेसम्म त्यो हेरौँ न पहिला उहाँले भनिरहँदाखेरि आफूले बोलेको कुरा गर्न सक्नुहुन्न भने उहाँलाई त्यहाँ बस्ने अधिकार छैन नेपाली जनताले त्यो कारणले हामी यहाँ उत्रेका हौँ राजा भइदिएको भए अन्त स्पोर्ट कारबाही सुरु हुन्छ युवाले मलाई राजा चाहिँदैन भनेर अस्ति राष्ट्रपति र सेनाको बैठकमा भेटवार्तामा कुराकानीमा भन्नुभएको थियो नि मलाई राजा चाहिएन बरु यही लोकतन्त्रको विकल्प लोकतन्त्रै हुन्छ बरु पात्र चेन्ज गरौँ राष्ट्रपति चेन्ज गरौँ प्रधानमन्त्री चेन्ज गरौँ मन्त्रीमण्डल चेन्ज गरौँ तर राजा चाहिँदैन भने यही जेनजे समूहले भनेको होइन जेनजी समूहको विभाजनको कारणले त्यो भन्न पुग्यो होला आफ्नो ठाउँमा रह्यो हरेक ठाउँमा हेर्नु होला तपाईँहरूकै पत्रकारमा पनि छ होला त्यो पत्रकारितामा पनि कहिल्यै पनि लोकतन्त्रको विकल्प लोकतन्त्र होला तर एउटा म उहाँहरूलाई के जवाब दिन चाहन्छु भने सर्पको बच्चा सर्पै हुन्छ हात्ती जन्मिँदैन कहिले पनि सर्पै जन्मिने हो किन त्यो भन्दै गर्दाखेरि मैले किन त्यो भन्यो भने विषादी युक्त पार्टीमा विषादी नै मान्छे निस्किन्छ भन्न खोजेँ मैले अब जुन फाल्गुन 21 गते जुन चुनाव भइरहेको छ जुन हुनेवाला छ त्यो चुनावमा फेरि एमाले कांग्रेस माओवादी नै आउँछु महेश बस्नेतले ठुल्ठुलो कुरा गरिसक्नु अभिव्यक्ति दिइसक्नु भएको छ हामी आउँछौँ हामी उठ्छौँ र फेरि हामी मन्त्री प्रधानमन्त्री पद सम्हाल्छौँ भन्दै हुनुहुन्छ अब सम्झिने पानी छम्किने भने जस्तो उही गुमा हिँडेको किरालाई बाहिर ल्यायो भने के हुन्छ त्यस्तै भाव उहाँको प्रभाव त्यही नै हो म चाहिँ त्यो भन्छु उहाँलाई यसलाई सत्य नै ठान्नु होला उहाँले यो दबाब दियो भनेर नसोच्नु होला जो नालीमा किरा हिँड्छ नि उसलाई त्यही नै रमाइलो हुन्छ उसलाई त भ्रष्टाचार गरेर लुटेर खान पाएको छ त उ त्यो किन भन्दैन उहाँ आफूलाई म झोले हो भन्न गर्व लाग्छ हो म एमालेको झोले हो भन्नुहुन्छ हो म केपी ओलीको झोले हो भनेर छाती ठोकेर भनि हिँडिरहेछ त्यही त भन्दैछु त नालीमा रहने किरालाई नाली नै प्यारो हुन्छ उसलाई फुलबारी प्यारो हुँदैन के मैले के भन्दैछु त तपाईँलाई जुन नालीमा किरा हिँड्छ नि त्यो किरालाई फुलबारीमा लगेर राख्नुभयो भने त्यो किरालाई त्यहाँ सुटेबल हुँदैन त्यो नाली नै खोज्छ के देशको यस्तो परिस्थिति हुँदा पनि उहाँले के चाहिँ दम्ब देखाउन सक्नु भएको छ भने त्यतिखेर कहाँ लुक्नु भएको थियो त त्यतिखेर जम्मा हेलिकप्टर चढेर सेनाको हातमा चाहिँ प्रभु मलाई बचाइदियो भन्दाखेरि कहाँ गएको थियो त